नमस्ते तपाईहरु सबैजनालाई वेलकम ब्याक मेरो च्यानलमा फेरि पनि स्वागत छ नयाँ भिडियोमा है। अनि आज चाहिँ हामी बजार जाँदै छौं। बजार भन्दाखेरि पनि म चाहिँ अलिकति काम छ हैन, बहिनीको पनि काम गर्नुपर्छ र अनि हाम्रो चाहिँ पार्लर पनि जानुपर्ने छ, मेरो स्टोर गर्नुपर्ने छ, अलिकति भोलि सिलगढी जानुपर्ने छ। भरे भेटौँ। चाहिँ हामी जाँदै छौं। अन्त सबैजनाले राम्रो के मात्रै निक्लिन्छ अन्त भिडियोमा चाहिँ कति चाहिँ फुस्किन्छ यति लाग्छ। यहाँ चाहिँ हामी अहिले कार्लोज जाँदैछौँ, पार्लर जाँदैछ। मेरो चाहिँ अलिकति रिन्युड गर्नुपर्ने छ आफूलाई के। साथीहरु मेरो चाहिँ यो एकदमै कपिराइट लागेको भएर चाहिँ मैले युट्युबमा धेरैपल्ट ट्राई गर्दा चाहिँ मैले यो लास्ट एटेम्प गर्दैछु है। पुरै बेसी कपिराइट लाग्यो, कहाँ लागेको छ भन्ने थाहा पनि भएन मलाई। अनि अहिले चाहिँ मैले चेक गर्दा कस यहाँनिर रहेछ है। यो पार्लरमा जाँदाखेरि चाहिँ म्युजिक बजाइरहेको थियो नि त, अनि मैले पनि नोटिस गरिनँ होइन। अनि उनीहरूलाई अब मैले कसरी स्टप गर भन्नु है, त्यो पनि त म सक्दिनँ। अनि त्यो कारणले गर्दा म चाहिँ यहाँनिर आफूलाई रिन्युड गर्नु पऱ्यो नि भन्ने म जिस्किँदैछु है बहिनीहरूसँग। बहिनीहरू उता बसेर उनीहरूले गफ गर्दैछ आफ्नो धुनमा। अनि त्यो चाहिँ मैले पार्लरको नजारा तपाईँहरूलाई स्लो मोसनमा देखाएको थिएँ है एकदमै। अनि बहिनीले यहाँनिर मेरो थ्रेडिङ गर्दैछ, अरे मैले के जागरी गरेँ, मैले त्यो चाहिँ भिडियो गर्नु पाइनँ। अनि साथीहरू अब म चाहिँ मैले भाइ बहिनीलाई जिस्काउँदैछु, सब्सक्राइबर मेरो नयाँ भेट्यो भन्दै उहाँले सब्सक्राइब गरिदिएको छ। अनि उनीहरूको पनि रहेछ युट्युब च्यानल होइन साथीहरू, अनि उनीहरूको पनि मैले गरिदिएको छु। यहाँ भाइ बसेको छ, उसको पनि रहेछ आरजे पवन भन्ने। अनि भाइ एकदमै राम्रो। अनि त्यहाँदेखि चाहिँ म चाहिँ त्यहाँदेखि भाइलाई म जिस्काउँदैछु मेरो सब्सक्राइबर, अनि भाइको पनि सब्सक्राइब गरिदिनु होला मेरो भ्युवर्सहरूले भन्दैछु है म चाहिँ। सो अब चाहिँ साथीहरू म पार्लरबाट निस्किन्छु है, किनभने यहाँनिर एकदमै मैले म्युट गर्नु पऱ्यो। अनि यता पनि जिस्काउँदैछु, ट्रिमिङ गर्दैछु, जिस्काउँदै म चाहिँ एकदमै बेसी बोलिहाल्छु, फेरि रेडाहरू गर्छु है, छिट्टो मान्छेहरूसँग उयो भइहाल्छु। अन्त अब चाहिँ म निस्किएको है साथीहरू पार्लरबाट, सबैलाई बिदा माग्दैछु है, बाई बाई भन्दैछु म चाहिँ। अन्त ल त साथीहरू अब सबैजना बहिनीलाई पनि बाई बाई भने अब म चाहिँ निस्किएको ल, भाइलाई जिस्काउँदैछु। ल फेरि आउनुहोस् है भन्दैछ बहिनीहरूले, हो आउँदै गर्नुहोस् है भन्दैछ। म चाहिँ कालोजमा जान्छु त सधैँ। साथीहरू यहाँ चाहिँ सोयाबिनको के भन्छ रहेछ, पनिर रहेछ यहाँनिर है, सोयाबिनको भटमासको पनिर हेर्नु। यहाँ स्टल लागेको छ, यहाँ चाहिँ पदम चाहिँ सिक्किमबाट रहेछ, पाक्योङबाट। राम्रो लाग्यो तपाईँको, एकदम धेरै धेरै कङ्ग्रेचुलेसन्स तपाईँलाई है। अब आज चाहिँ टेस्ट गरिनै पर्यो। ल एकखेप चाहिँ तपाईँले यो लगेर नि उयो हल्का उयो पानीमा नि पनिर जस्तो काट्नुहोस् कि हल्का बोइल गरेर खाइदिनुहोस् हो। यो चाहिँ तपाईँले त्यो फुलेर बनाउनुको लागि चाहिँ चिसो पानी हाल्नुहोस्। अर्को त्यो दाइको त्यो चाहिँ हुन्छ त्यो पनिर चाहिँ तातो र नुन पानी हुन्छ नि त, यो चाहिँ त्यो नगर्नु। यो चाहिँ चिसो पानीमा फ्राई गऱ्यो भने चिसो पानी यो चाहिँ हामी चाहिँ लग्यो पनिरको। हुन्छ थ्याङ्क यू। ए ल सरी, यहाँ छ मेरोमा क्यास होइन, म ल सरी है, विशेष भिडियो गर्दा भयो सरी ल। 200 दिनु भयो। ए थ्याङ्क यू। हुन्छ मलाई के सामान पो छोडेछ है, भटमासको है, भटमासको फर्स्ट टाइम ट्राई। तपाईँहरू पनि यहाँनिर स्टल लागेको छ गान्तोक एनजीमायामा, त्यहाँनिर आएर भटमासको एकदम हेल्दी अरू स्टाइल पनि छ यहाँनिर। यो चाहिँ के रहेछ, बिस्किटहरू रहेछ यहाँनिर। उयो पर आज चाहिँ यहाँनिर स्टल तपाईँहरूलाई म भिजिट गराउँदैछु होइन। यहाँनिर हेरिदिनु होला, 1 युरोहरू रहेछ मछली। यहाँ रहेछ नि उयसमा हेर्नु त के चाहिँ ए नचा रहेछ यहाँनिर चाहिँ।
वाइनहरु रहेछ यहाँनिर वाइन खादौँ न के गर्नु र मासु कतार छ के को छ हजुर चिकन छ बफ छ चिकन बफको हजुर ब्लग गरेको नि मैले चाहिँ यो लगेँ होइन बफको हजुर एकदम हजुर साथीहरू टुरिस्टले पनि पुरा लाँदो रहेछ टुरिस्टहरूले पनि मन पराउँदो रहेछ अचारहरू यति दामी दामी मिठो मिठो रहेछ मैले चाहिँ टेस्ट पनि गरेँ आन्टीबाट होइन मिठो लाग्यो अनि मैले चिकन मन परेको चिकन चाउमिन गरेँ चिकन गरेँ त्यहाँदेखि मैले अहिले चाहिँ के लाग्दैछ मैले बफ फिसको पनि गरेँ मैले ट्राई मिठो लाग्यो खाएँ यहाँ चाहिँ प्लान्टहरू रहेछ कस्तो खालको रहेछ हौ त्यो सागहरू फुलहरू रहेछ रात पऱ्यो छिटो क्वालिटी पनि रहेछ यस्तो मन पर्दैन मलाई लाग्छ कलको रहेछ हौ यहाँ पनि के को हो तपाईँको यो नर्थ इस्टको ए उयो के अरे टीहरू हो अहिले चाहिएको छैन नि त अचारहरू चाहिहाल्छ खाना यस्तो चाहिँ कस्तो बेसी मनपर्छ मलाई भन्नु नि कस्तो दामी परालले बनाएको यो त पराल होइन यो बेम्बु जस्तो लागेको थियो फ्लावर के थाहा हौ अब यो चाहिँ आउँदै पछि नयाँ नयाँ लुक्सहरू देख्छु है एमजी मार्टको सो साथीहरू यहाँ चाहिँ मेरो कपिराइट लागेछ सो मैले चाहिँ म्युट गर्नु पर्यो है अनि म्युट गरेर चाहिँ मैले भोइस ओभर गर्दैछु यो चाहिँ एमजी मार्टको नजारा हो साथीहरू हेर्नुहोस् त कति सुन्दर अनि कति पिस वातावरण भएको हाम्रो ठाउँ है आफ्नै सिक्किम आफ्नै एमजी मार्ट होइन यति दामी पिस कस्तो मिठो हावा चलिरहेको थियो हेर्नुहोस् न झन्डाहरू फरफरिएको है कस्तो दामी छ पनिर किनेर चाहिँ पैसा दिने बिर्सेछु नि त होइन अब गफको दिन भिडियो गर्दा गर्दै होइन एक्सक्युज मी भने म सोचेँ मलाई चाहिँ मैले सामान केही बिर्सेँ होला सोचेँ होइन यसो पछाडि फर्केर त तपाईँले के भने गुगल पे स्क्यान गरिदिनु भयो भने ला फेरि झन् मेरो क्यास थियो हाँसुर्दो भएको नि अब सरम लाग्दो यहाँ चाहिँ बहिनीलाई पुरा भोक लागेर हामी चाहिँ भेज मोमो खानु आएको छौँ यहाँ दाजुकोमा ऊ चाहिँ प्योर भेज हो नि त त्यही कारणले गर्दाखेरि होइन हौ तिमी हौ त्यो त मलाई याद भएन अलिक एउटा टेस्ट गर्छु ल साथीहरू अब चाहिँ हामी घर जाँदैछौँ बहिनीकोमा अन्त घर जाँदैछौँ हामीले चाहिँ अलिअलि सपिङ हल्का सपिङ गऱ्यौँ के किन्यो मैले अचार किनेँ त्यो पिकल किनेँ होइन बफको किनेँ त्यहाँदेखि अरू मैले के किनेँ मनी प्लान्ट किनेँ होइन अनि अरू चाहिँ प्लान्टहरू बनाउनु पनि त्यो पनि बनाएँ त्यहाँदेखि अरू कामहरू गरेँ त्यहाँदेखि अब चाहिँ पार्लर गएँ है मोमो खायो अब चाहिँ घर जाँदैछु हामी चाहिँ अब यो भ्लगलाई चाहिँ म यहाँनिर आजको भिडियोलाई चाहिँ यहाँनिर खत्तम गर्छु अन्त जाँदा चाहिँ हामी चाहिँ माथि पुग्नुपर्छ है देख्नु भयो होला साथीहरू त्यहाँ पुग्नुपर्छ अब आजको लागि यति नै फेरि नेक्स्ट भिडियोमा भेटौँला बाई टेक केयर थ्याङ्क यू फर वाचिङ